हामी आज टोटके जाँदैछौँ माइजू टोटके जाँदैछौँ साथीहरू गाउँदेखि अनि मैले चाहिँ यहाँ छोटो मिठो भ्लग बनाउँदैछु सो हेलो गाइस हेलो बाई 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 अनि यहाँ चाहिँ हामीले चाहिँ फुबुलाई रोकेर बसेको छौँ फुबु पनि अब आउँदै हुनुहुन्छ अनि त्यसपछि हामी चाहिँ आएपछि जानेछौँ हामी चाहिँ जाँदैछौँ सबैजना हिँड्दैछौँ है यहाँ माइजू हुनुहुन्छ यता हिँड्दैछौँ यहाँ फुबुलाई पनि हेर्न सक्नुहुन्छ अघि हाम्रो रुकेको मान्छे चाहिँ फाइनली आइसक्नु भएको छ अनि उता चाहिँ फुबुको छोरी भान्जी पनि भान्जी सरी मेरो चाहिँ बहिनी पनि आइसकेको छ तर अगाडि हिँड्नु भएको छ यो चाहिँ हो मेरो भाइ है अघि देखाउने भुलेको यत्रो छ हामी चाहिँ कतिजना छौँ भने तपाईँहरूले देख्नुहोस् हेर्नु यतिजना छौँ है म देखाउँछु ल यतिजना जति छौँ हामी यतिजना जति छौँ है अहिले हामी चाहिँ के किनिरहेको छौँ कतिको उकालो छ किन है सुन्नुभयो तपाईँहरूले त्यसैले अब फर्स्ट टाइम हो जानु लाग्यो त्यहाँ अब आफ्नै गाउँतिर भएर पनि गएनौँ त्यही पनि अब जाँदैछौँ कोही त गइराख्नु पहिला पनि फेरि जाँदैछन् अब अन्त कति राम्रो भ्यू देख्यो अहिले जाडो हुन्छ भनेर ज्याकेट पनि समातिरहेको छौँ हामी चाहिँ है अनि यसरी जाँदैछौँ सबैजना अब यो कटेपछि उकालोको बाटो आउँछ जङ्गलको बाटो आउँछ अझै राम्रो राम्रो गर्दा गर्दै बल्ल हामी पुग्ने हौ हामी चाहिँ खासमा गाडीमा जाने प्लान थियो हाम्रो रोड बिग्रे खाएर त्यही भएर अब गाडी नै आएन अनि आफै हिँड्ने प्लान गऱ्यौँ अब बिहानै हिँड्ने खोजेको उयो त अलि ढिलै नि भयो तर ठिकै नै छ अब यति बेला नि हिँड्न पुगिन्छ अब चाहिँ स्टार्ट भयो टोटके जानेको बाटो एकछिन जङ्गलको बाटो हेर्नुहोस् अब चाहिँ यो असली दुःख अब हामी चाहिँ यो बाटोबाट स्टार्ट गऱ्यो अब उकालो हिँड्न हामी खासमा किन हिँडेको भन्दाखेरि अब यस्तो रमाइलो रमाइलो कुरा हेर्नको लागि हो कि साथीहरू हेर्नुहोस् माइजूको कुरा सुन्नुहोस् अब मलाई त्यति भन्न आउन्न साथीहरू अब यो पूजापाठको के भएर माइजू फेरि भनिदिनु त यो खासमा थाहा भएन उहाँ चाहिँ मण्डली बजै हुनुहुन्छ मण्डली बजै चैतमा चाहिँ पूजा गर्न जानु नसकेकोहरू चिम्ला जानु नसकेकोहरू यहाँ आएर पूजा गर्नुहुन्छ गाइस थाहा पाउनुभयो यता यता आएर है हेर्नुहोस् हेर्नुहोस् हेर्दै गर्नुहोस् जङ्गलको बाटो हिँड्दा म चाहिँ सबैजनालाई हेर्नुहोस् त ल हेर्नुहोस् सबैजना आफ्नै आफ्नै धुनमा आफ्नै आफ्नै धुनमा खाने साथीहरू सबैजना हेर्नुहोस् हेलो गाइस यस्तो बाबु पनि यो जङ्गलको बाटो हिँडेको छ है कति छिटो मम्मीको गफ फेरि मान्नै पर्छ त्यो छ खालि दुःख पनि भइरहेको प्लस भिडियो पनि बनाउन पाइरहेको छु त्यही कुरा हो खुसी भिडियो बनाइरहेको है सबै ध्यान जति फोनमा छ होइन अनि यस्तो बाटो रहेछ कि साथीहरू सबले रेस गर्दै पानी खाँदैछन् हामी चाहिँ हिँडिरहेछौँ अब ओफर ल्याउन भुले पनि अब फोनबाट बजाउने हो म चाहिँ हल्का बेलुका डान्स हान्थेँ है साथीहरू माई गड साह्रै भारी छ साथीहरू यो चाहिँ हेर्नु त यत्रो भारी बोकेर हिँड्दा म चाहिँ होइन अनि त्यही नै हो भारी प्लस ज्याकेट पनि टेम्मै छ हेर्नुहोस् मलाई हेर्नुहोस् अब अनि तपाईँले हाम्रो हिमाल देख्नुभयो त्यो हिमाल अघि देखाएको मैले हिमालहरू हो त्यो चाहिँ ए ल हुन्छ धन्यवाद सो हामीले बाटो सोधेको कि वा कति राम्रो हिमाल देखिन्छ यहाँबाट साथीहरू तपाईँहरूले देख्नु भएन देख्नुभयो यहाँबाट हल्का देखिरहेको होइन उता पर देख्नुभयो नि तर खासै देखिरहेको छैन यो कस्तो घाम आएको भएर ठ्याक्क यो क्यामेरामा तल्केर खासै देखेन कि होइन त पानी खाइरहन्छ सबैजनाले पानी खानु पर्यो है गाइसहरु वाउ त्यहाँ धौलागिरी हिमाल छ साथीहरू हैन त्यहाँ धौलागिरी हिमाल छ त्यहाँ देख्नुभयो हल्का बिल्का अनि त्यो उताको चाहिँ मुस्ताङतिर पर्छ त्यो हिमाल चाहिँ अनि उताको त्यो देखेको हिमाल चाहिँ त्यो यतातिको हिमाल चाहिँ नछेक्न प्रकाश त्यो उतातिको हिमाल चाहिँ एउटा चाहिँ लामा पुछ्रे सरी दाइ त्यो कुन हिमालहरु त्यो दुईटा त्यो कुन कुन हिमालहरु त्यो दुईटा मानापाथे र माछा पुछ्रे अनि उताको चाहिँ धौलागिरी हिमाल अनि उता एउटा चाहिँ मुस्ताङतिर पर्ने हिमाल हो है साथीहरू हामी चाहिँ 8 जना आएर यहाँ पानी खाँदै छौं
मुस्ताङतिर पढ्ने हिमाल साथीहरू त्यही नै हो होइन हामी जाँदैछौँ अब पुगेपछि तपाईँहरूलाई देखाउनेछौँ एक दिन फेरि पनि मुस्ताङ गएको भिडियो आउँछ त्यहाँ चाहिँ हाम्रो माइत बाजेहरू हुनुहुन्छ आई थिङ्क मम्मीको ड्याडीहरू हुनुहुन्छ हामी जानेछौँ त्यहाँ पनि गएर फेरि पनि भिडियो बनाएर तपाईँहरूलाई देखाउनेछौँ है गएपछि भिडियो खासै बनाउँदैनौँ कि हामी चाहिँ अब यो पालि चाहिँ अब बाद स्टार्ट हो नि त साथीहरू होइन भिडियो बनाउँदैछौँ हामी हेर्दै गर्नु होला कस्तो देखेको यो है अब त्यहाँ माथि पुग्नुपर्ने छ हामीलाई हेर्दै गर्नुहोस् हेर्नुहोस् त्यही नै हो त्यहाँ माथि पुग्नुपर्ने हामीलाई है होइन त दाइ अझै कति पुग्नुपर्ने छ अरे कति हिँड्नुपर्छ अझै 1-1.5 घन्टा हिँड्नुपर्ने छ हेलो साथीहरू हेर्नुहोस् हामी फाइनली आइसक्यौँ यो ठाउँमा होइन हेर्नुहोस् यो ठाउँहरू है यस्तो हो यहाँ हो हामी जान्छ अनि यहाँ गएपछि अब अरू ठाउँ पनि छ फेरि घुम्ने डुल्ने त्यो पनि अहिले फेरि जान्छौँ अनि त्यही नै हो यता चाहिँ सबैजना फोटोसोटो खिचिराख्नु भएको छ यो चाहिँ यति राम्रो आई थिङ्क यतिको राम्रो छ है हेर्नुहोस् त्यहाँ फोटोसोटो खिच्छन् सबैजनाले उताको भ्यूहरू इन्जोय गरेर अनि त्यहाँ चाहिँ हिमालहरू देखिन्छ धौलागिरी हिमाल लाइक अरू अरू जति पनि हिमाल भने मैले त्यो सब हिमाल यहाँबाट छङ्गै देखिन्छ साथीहरू होइन अनि त्यहाँबाट भ्यू राम्रो देखिन्छ अनि त्यही नै हो होइन त दाइ कस्तो लागिरहेछ एकदम कस्तो भन्दाखेरि ठिकै लागिरहेछ अब राम्रै भनौँ होइन दसैँ तिहारको बिदाले गर्दाखेरि चाहिँ अब खाना बनाउने कुकहरू चाहिँ अब सर्भिस गर्ने मान्छेहरू सबैजना चाहिँ अब बिदामा बस्नु भएको कारणले गर्दाखेरि चाहिँ हल्का स्याड भयौँ हामी बट केही पनि छैन मान्छेहरू अझै हुनुहुँदो रहेछ त्यही खुसी लाग्यो अब हामी चाहिँ यो टावरमा गयौँ भने यो टावरमा पनि चढ्यौँ हामी एकछिन चढ्यौँ बट भिडियो बनाएन क्या मैले फेरि अनि भुलेछु अब फेरि भर्खरै बनाएको त्यो टावरमा चढ्यौँ हामी अनि उता पनि छ यो टावर अनि हामी चाहिँ अब जाँदैछौँ हुँबाट हुडी नै लगाएर आउनु भनेको खासमा त्यही पनि मैले यो लगाएर आएर ठिकै गरेछु जस्तो लाग्यो मलाई अहिले आएर चाहिँ अहिले राति चाहिँ अहिले राति चाहिँ जाँदै रात पर्छ साथीहरू त्यति बेला चाहिँ लाउनुपर्छ अब सकेसम्म भ्यायो भने चाहिँ भिडियो पनि बनाउँला जाँदै गरेको पनि नबनाऊ हेमै इन गर्न चाहन्छु म चाहिँ अब त्यही नै हो हेरेर माया गरिदिनु भएकोमा थ्याङ्क यू सबैलाई बाई बाई गरिदेऊ त ल बाई गरिदेऊ त बाई बाई रमाइलो भयो है हेलो होइन क्या बाई 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 भन्नु भनेको त अघि खाँदाखेरि भिडियो बनाउनु भुलेछौँ अब चाहिँ हामी गयौँ है त्यही नै हो बाई गाइस होइन बाई भन्न चाहन्छु म बाई बाई अब चाहिँ हामी चाहिँ रेडबुल खाँदै यसो अब चाहिँ घरतिर अब जाने हो फेरि है जाँदा चाहिँ गाडीमा जान्छौँ होला यसो त्यही हो बाई बाई